साथीहरूलाई मेरो चाहिँ अब चाहिँ मेरो यात्रा सुरु हुन्छ होइन। गो गाइस, लेट्स गो। यो चाहिँ सालु देउरालीको बाटो हो। जहिले म यताबाट हिँडिरहन्छु नि, त्यही भएर मलाई यो बाटो ठिक लाग्छ, सजिलो पनि छ। तर अहिले त आम्माम यो धुलो 3-4 इन्च छ त। पहिला धेरै पहिला नि हिँडिरहन्थेँ, तर पहिला पनि यस्तै हुन्थ्यो बाटो चाहिँ, अहिले पनि यस्तै रहेछ। बाटोको अवस्था डेन्जर छ। एक्लै छु गाइस, म एक्लै आज चाहिँ एक्लै यात्रा गरिरहेको छु। काठमाडौँको छ चाहिँ 10:30 मा हिँड्ने होला सायद। यताउता के गर्दा बाटो यस्तो छ, डेन्जर छ। बाटो डेन्जर छ, डेन्जर। ठिकै हो। अहिले तल अहिले अगाडि त्यत्रो गएपछि चाहिँ त्यत्रो गइसकेपछि चाहिँ खोज्न आउँछ। यहाँ चाहिँ कुदाउन चाहिँ पाइन्छ। अवस्था छ। जङ्गल छ, यस्तो जङ्गल। पहिला पनि एक्लै हिँडिरहेको यो बाटो, साथै अब यस्तो डर लाग्ने भन्ने चाहिँ हुन्न। हिउँदो छ नि त, घामै छ। बाटो डेन्जर। ओ धुलो पऱ्यो जुत्तामा। के होस्, म अर्को साइड हिँड्छु क्या फेरि।